हे गाइज बिहान बिहान भ्लग गर्दै कलेज गएँ। कलेज गएर चाहिँ बिस्कुट खाएँ। बिस्कुट खाएर चाहिँ ह्याप्पी भएँ म। अनि ह्याप्पी बिस्कुट खाएर अनि यसो फ्री स्टाइल आने। अनि त्यसपछि खाजा खान गयौँ। खाजामा चाहिँ पराठा र चाउमिन थियो। अनि हामीले चाहिँ चाउमिन इन्जोय गऱ्यौँ। हामीले चाहिँ नि क्लासमा आएर चाहिँ कुरकुरे खायौँ। कुरकुरे लिएर आएको थियो झ्याउ लाग्छ भनेर होइन। यो चाहिँ अमिलो खालको कुरकुरे हो। अनि त्यसपछि हामीले चाहिँ यो सबको हातमा ग्लु टाँसेर होइन के गरे हो थाहा छैन, त्यत्तिकै झ्याउ लाएर ग्लु टाँसेर हामीले गीत गाउँदै दोस्ती हामी तोडेङ्गे गऱ्यौँ। हेलो गाइस, हामी चाहिँ कहाँ जाँदैछौँ थाहा छैन। जस्तो कि राखौँ घर जान नि सक्छ। जान त गरे होला छलफल गर्दा 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 अन्त्यमा चटपटे जाने भयो। त्यहाँ दुश्मन भएर उनीहरूतिर पुग्दैन। त्यो पुगिसक्यो। हामी यता उनीहरू चाहिँ नजाने भने मान्छे हो। त्यही भएर हामी जाने भनेर हाम्रो चाहिँ ग्याङै घर हामी चाहिँ अनि यो लाफिङ खाने ठाउँमा गयौँ होइन। हामी चाहिँ यो लाफिङ यहाँबाट किनेर अर्कै ठाउँमा गएर खान लाग्यो चटपटे पाउने ठाउँमा होइन। अनि यो लाफिङ चाहिँ यहाँको बेस्ट हो, गएर खाँदा हुन्छ ठ्याक्क बानेश्वरमा होइन। अनि हामीले चाहिँ लाफिङ खायो भने यो चाहिँ चटपटे हो। चटपटे नि मिठो हुन्छ। यहाँको चाहिँ चटपटे मिठो, त्यहाँको लाफिङ मिठो भएर हो कि। अनि यो चाहिँ आलु निम्की हो, ठिकै थियो। यो चाहिँ मैले साफसफाइ गरेको। यहाँनिर चाहिँ पुरै टाँस्याएर चाहिँ लेखेर त आफ्नो फोहोर आफै सफा गर्नु भनेर अनि सफा गरेर घर आएँ। हामी चाहिँ बाहिरतिर जान लागेको है गाइज। बाहिर निस्केर चाहिँ अनि हामीले चप्पल किन्नु थियो। अनि आइस गोला देखिहाल्यो। अनि मैले चाहिँ खाउँ भनेर होइन। अनि हामीले चाहिँ आइस गोला सुरुमा एउटा मात्र खाने कुरा गरेको थियो, 2-3वटा खायो भने। यो चाहिँ मैले खाएको हो। यस्तो मिठो थियो होइन, मेरो मुखमा देखिरह होला। अनि घर आएर चाहिँ एकछिन भाइसँग चल्यौँ। अनि आजको चाहिँ यति नै। ओके गाइज, बाई।